ओभर सेन्सिटिभ मान्छेहरूले अरूको मन दुखाउन चाहँदैनन्। त्यही भएर उनीहरूलाई अरूको सानो कुराले पनि असर गरिरहेको हुन्छ। कसैको बोलीमा, व्यवहारमा सानो परिवर्तन आयो भने पनि त्यो कुराहरूलाई उनीहरूले ठुलो रूपमा लिइरहेका हुन्छन्। कसैले उनीहरूलाई नराम्रो भने, अरूले नराम्रो व्यवहार गरे अथवा उनीहरूको कुरा काटे भने पनि त्यो कुराहरू उनीहरूले सहन सक्दैनन्। सायद उनीहरूमा अरूलाई नराम्रो भन्ने, अरूको कुरा काट्ने अथवा अरूलाई नराम्रो व्यवहार गर्ने बानी नभएर होला। त्यो कुराहरू उनीहरूको लागि ठुलो लाग्छ। उनीहरूले एकदम धेरै चित्त दुखाउँछन्, एकदम धेरै मन दुखाउँछन्, तर प्याच्च भनिहाल्न सक्दैनन्। मेरो कारणले सम्बन्ध बिग्रिन्छ कि अरूलाई नराम्रो हुन्छ कि भनेर एकदम धेरै ओभर सेन्सिटिभ हुन्छन्। तर यी विभिन्न कुराहरू, व्यवहारहरू मनमा गुम्साएर बसिरहेका हुन्छन्। एक्लै तडपिरहेका हुन्छन्, एक्लै रोइरहेका हुन्छन्। राति एकदम धेरै ओभरथिङ्क भएको कारणले सुत्न सक्दैनन्। यो ओभर सेन्सिटिभ मान्छेहरूको कमजोरी भने पक्कै होइन, किनभने उनीहरू एकदम धेरै केयरिङ हुन्छन्। अरूको दुःख पनि आफ्नो दुःख जस्तो सम्झिन्छन्। अरूलाई हेल्प गरौँ, अरूलाई राम्रो गरौँ भन्ने सोच्छन्। तर बेलैमा बाउन्ड्री क्रिएट गर्न सकिएन, बाउन्ड्री सेट गर्न सकिएन भने विभिन्न मानसिक समस्याहरू निम्तिन सक्छन्। त्यही भएर आफ्नो बाउन्ड्री सेट गर्नुहोस्, आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नुहोस् र आफू इमोसनल्ली अवेर हुनुहोस्।